कहिले पनि मान्छेहरूले तपाईँलाई कुनै पनि कुराको लागि एडभाइस मागेको छैन भने त्यहाँनिर गएर फोकटमा आफ्नो एडभाइस नदिनुहोला। दोस्रो कुरा, कहिले पनि आफ्नो बारेमा ओभर एक्सप्लेन नगर्नुहोला। तेस्रो कुरा, कहिले पनि आफ्नो प्लान्सहरू सबैलाई नसुनाउनुहोला। तपाईँले जब सुनाउनुहुन्छ पछि गएर तपाईँले कुन कुरामा कामयाब हुनुभयो भन्दा पनि कुन कुरामा तपाईँ चुक्नुभयो भन्ने कुरामा उनीहरूले क्वेसन उठाइरहेको हुन्छन्। र अर्को कुरा, तपाईँले एस्ट्रोलोजिकल पर्सपेक्टिभबाट हेर्नुहुन्छ भने नजरको कुरा नै हुन्छ। चौथो कुरा, कहिले पनि त्यो मान्छेसँग झगडा गर्दै नजानुहोला जो मान्छेको दिमागमा अलरेडी तपाईँको बारेमा नेगेटिभ कुरा सधैँभर चिप्केर बसेको छ। जहिले पनि उहाँहरूले जेसुकै गर्नुहोस् भनेर आफ्नो बाटो लाग्नुहोला। पाँचौँ कुरा, गसिपलाई अभोइड गर्नुहोला। विनर्सले जहिले पनि बिल्ड गर्छ, लुजर्सले अर्काको बारेमा कुरा काटेर बसिरहेको हुन्छ। छैठौँ कुरा, आफूलाई एकदम शान्त ढङ्गले एकदम राम्रोसँग इम्प्रुभ गर्दै गर्नुहोला र कहिले पनि म यो कुरामा इम्प्रुभ छु भनेर भन्दै नहिँड्नुहोला। तपाईँको इम्प्रुभमेन्ट अरूले देख्ने हो, तपाईँले आफै मैले यो कुरामा इम्प्रुभ गरेँ हेर है भनेर जाने होइन। सातौँ कुरा, आफूलाई एकदमै यति रेस्पेक्ट गर्नुहोस् कि तपाईँले आफ्नो बााउन्ड्री सेट गर्न सक्नुहोस्। तपाईँलाई कुन कुरा चाहिन्छ, कुन कुरा चाहिँदैन, कुन कुरामा नो भन्नुहुन्छ र कुन कुरामा यस भन्नुहुन्छ भन्ने कुरा आफूभित्र लागू गर्नुहोस्। र आठौँ कुरा चाहिँ, कहिले पनि अरूको एटेन्सनको लागि बेग गर्दै नजानुहोला। तपाईँले आफ्नो कन्फिडेन्स यसरी बिल्ड गर्नुहोस् कि उहाँको नजर तपाईँमा आओस्।